हजुरलाई गाइस नमस्ते सम्पूर्णमा। आज चाहिँ म उपस्थित भइसकेको छु मेरो छोटो मिनी भ्लगमा। आज चाहिँ हाम्रो घरमा होममेड अर्ग्यानिक ढिँडो बनाएर खाँदैछौँ। अनि अहिले चाहिँ म यहाँ अब स्टार्ट गर्दैछु कुखुराको नै खसीको टक्क काटेर मासु काट्ने अनि ढिँडोसँग म चाहिँ मासु काट्दैछु अनु खसीको मासु। यता मेरो मम्मीहरू चाहिँ उयो गर्दैछन्। आज हामीहरू चाहिँ अब ढिँडो खानलाई चाहिँ आगोमा खानुपर्छ कि ग्यासले त हुँदैन। हेर्नु आसी मिल्दैन हेर्नु हजुर, काट्न पनि आउन्न। काँचे खाँदैन किन। यता चाहिँ हाम्रो घरमा चाहिँ आजभोलि चाहिँ मसँग मेरो मम्मी छ, भाउजू हुनुहुन्छ। हेर्नु ढङ्ग चाहिँ अलि धेरै छैन किनकि हामी अलि खसीको मासु काट्न चाहिँ आउँदैन, ब्रोइलरको मासु चाहिँ आउँदैन किनकि ब्रोइलरको मासुमा चाहिँ हड्डी हुँदैन, खसीको मासुमा मात्रै हड्डी भएको कारणले। उता हेलो गर त नानी, मेरो भदैनीहरू दुई किसान। हेलो गाइस, झोले गर झोले। हामीहरू चाहिँ अब सबै नेपाल सुर्खेतको चिसो धेरै छ नि, त्यही भएर चिसो फाल्नको लागि हामीहरू ढिँडो, लोकल ढिँडो र खसीको मासु खाँदैछौँ। हामीहरू सबैजनाले हेर्नु होला। ए भाउजू बन्द ढङ्ग बढी भएर गाइस यहाँ काट्नै जान्दिनँ कि फर्स्ट टाइम हो नि त यसरी काटेको त। खाना मात्रै जान्नुहुन्छ गाइस, मात्रै जान्दैन। हामीले भाउजू पनि नि भाउजूको झन्डै काम छैन। हामीले त कहाँ मेरी भाउजू, हामीले भने त सबैको हुने भयो। हामीले अरूलाई धानको पात नयाँलाई पानको पात। जसले हेरिरहेको छ त्यो भिडियोको मान्छेलाई चाहिँ फाइनली गाइस मासु चाहिँ मैले काटेर भ्यायो। अब हात चाहिँ धुनु जानु पर्ने छ। हामीहरू चाहिँ यहाँ बनाउँदैछौँ। हेर्नु गाइस मासु रेडी भइसकेको छ काटेर। यता तेल र ज्वानो हो, यता अब लसुन प्याजहरू काटेर हाल्दैछौँ। यस्तो छ। यता चाहिँ बनाउने चाहिँ भाउजू हुनुहुन्छ मासु बनाउने। उता हाम्रो कुखुराको खोर छ, कुखुरालाई चिसो हुन्छ भने यसरी लुगा लगाइदिएको छौँ। यता हेर मेरो भदै नि, यता हेर चिकन पनि फेरि नाफापट्टि चुहिएको। उता जा आँखा खोलिदिन्छ। कति बेला पाक्लो र पेट बिटाउँला भनेर वेटिङमा छु। हाम्रो भाउजू चाहिँ फेरि खाना पकाउनु एक नम्बरको ढिलो के गर्ने त्यस्तो गाह्रो छ। ढिँडो खाना नजाने आँगन र टेढो भने जस्तो ढिँडो बनाउनु नजाने, खाना मात्रै जान्नेपछि काँटो हुन्छ कि ऊ ढिँडो चलाएको ढङ्ग तम्रा के भन्ने हो नाइ गाँटे गाली गर्न सिकाउनु त। फाइनल्ली गाइस हामीहरूको ढिँडो बनिसकेको छ। उमा नभए त्यो खानै पक्दैन, के गर्नु यो घरमा। त्यही हो कराउनु पनि मैले कराउँछु नि, तर उमा नभए यो घरमा चल्दैन। त्यही अब ढिँडो फाइनल्ली गाइस पाकिसकेको छ। फाइनल्ली गाइस ढिँडो पाकेर पनि रेडी भएर पनि मान्छेहरूले खाना लगाइसकेका छन्। यता छन् यता मम्मी हुनुहुन्छ, उता मेरो फुपू हुनुहुन्छ, यता भाउजू, यता बहिनी छ, यता मेरा दुईटा स्वर्गकी परी भदैनीहरू हुनुहुन्छ। चिकन भित्त छ मेरो खाना, उनीहरूको बाहिर हो, म चाहिँ एक्लै बाँदर हो। अरूको खाना बाहिर छ, मेरो खाना चाहिँ यहाँ छ भित्त छ। म चाहिँ एक्लै बाँदर हो, त्यसैले एक्लै खाँदैछु। ल गाइस मैले स्टार्ट गरेँ ल। ढिलो भन्ने चिजलाई खाना चाहिँ ढिलो गर्नुहुन्न।
यसलाई चपाएर खान लाग्यो भने यो चिन्नुलाई तर कति मिठो हुँदो छैन यसलाई खुलुक्क पारेर मिठो हो त्यही हो अरू भाइको खान लाग्नुभएको छ म चाहिँ भित्र खान लाग्यो मेरो भन्दैन नै मेरो गु पनि मिठो लाग्छ यो खाना आफूले खाइ मसँग पनि तासिएर खान लाग्यो किनकि म भन्ने मान्छे एकान्तमा रमाउने मान्छे हो अलि धेरै मान्छे भएको छ अलि हुन्छ अनकम्फर्टेबल लाग्छ त्यही भएर एक बाइट खसीको हड्डी हालिदिउँ न ज्वरो आएको छ त्यही माथि रुगाखुकी लागेको छ आनन्द भयो भएको छ एक बाइट खाएँ ल आहा यस्तो हुनु पर्यो त स्वादिष्ट अर्ग्यानिक हो नि त ढिँडो लभर हो नि त तातो त खसीको झोलसँग मात्रै अलि स्वाद हुन्छ न त अरूसँग त त्यति हुँदैन अलि यहाँ लाइट परेन र के फेस पनि कस्तो अँधेरो अँधेरोमा कालो कालो भयो लाइट परेर पछाडि अनि म मान्छे भयो अगाडि अनि कहाँबाट हुन्छ खसीको यस्तो छालावाला मासु हुन्छ नि बहुत टेस्टी हुन्छ नि फेरि धन्यवाद फाइनली गएँ खाना खाएर ढिँडो खाएर ढिँडो खाएर जे खाएर पनि सकियो अब चाहिँ भिडियो मेरो यहीँसम्मको समाप्त गर्छु अब मेरो हात साथ धोएर गर्छु ल